याद गर यस्तै हामी गर्नु पनि सक्दैन हेर्नुहोस् मानिसको मस्तिष्कमा रहेको केही रासायनिक तत्त्वहरूको असन्तुलनको कारणले गर्दा यस्तो व्यवहार देखिने गर्छ। आधुनिक विज्ञानमा यसलाई कन्भर्जन डिसअर्डर भन्ने पनि गरिन्छ। कन्भर्जन डिसअर्डर भनेको के हो नि डाक्टर साहब? मैले अघि पनि भनेकी थिएँ र फेरि पनि सुन्नुहोस् है त। कन्भर्जन डिसअर्डर भनेको चाहिँ मानिसको मस्तिष्कमा रहेको केही रासायनिक तत्त्वहरूको असन्तुलनको कारणले गर्दा देखिने व्यवहार हो र यिनीहरू जस्तै कराउने, चिच्चाउने, रुने, कोही त अचानक बेहोस पनि हुन गर्दछन्। यस्तो अवस्था चाहिँ युवादेखि वृद्धा, महिला पुरुष दुवैमा देखा पर्दछ। वृद्धा अवस्थाको भन्दा पनि बढी युवा अवस्थामा चाहिँ देखिने गर्दछ र अनि केटाको तुलनामा भन्दा पनि केटीमा 8 देखि 10 कक्षा अध्ययनरत छात्राहरूमा बढी रूपमा देखा पर्दछ। किनभने त्यति बेला केटीहरूमा चाहिँ 10 देखि 16 वर्षको बिचको अवधिमा चाहिँ उनीहरूमा महिनावारीको सुरु भएको हुन्छ र महिनावारी हुँदाखेरि चाहिँ उनीहरूमा विभिन्न हर्मोनहरू उत्पादन हुने भएकाले र मानसिक रूपमा असहज हुने भएकाले उनीहरूलाई यस्तो व्यवहार देखिन्छ। त्यति मात्र होइन, आजभोलि गाउँघर समुदायमा र तिनीहरूलाई विभिन्न विद्यालयहरूमा पनि केटीलाई नै बढी दुर्व्यवहार हुने भएकाले यस्तो समस्या देखा पर्दछ। अनि केटीको मन त एकदमै सानो हुने भएकाले उनीहरूले आफ्नो मनको पीडा दुःखहरूलाई सुनाउँदाखेरि चाहिँ उनीहरूले बेइज्जती हुने डरले मनभित्र लुकाउँदै धेरै समयपछि उनीहरूलाई यस्तो व्यवहारमा परिवर्तन हुन्छ। र कतिपयले त भन्ने गर्छन् यस्तो समस्या चाहिँ बिहे गरेपछि समाधान हुन्छ भन्छन्, तर यो गलत धारणा हो। बिहे गरेपछि यस्तो समस्याको तनाव त झन् घट्नुको सट्टा त झन् बढ्दै पो जान्छ नि। अहिले आएर धेरै कुरा बुझेँ। अनि यो स्वास्थ्य कर्मी यो रोग सन्चो हुन्छ त? अवश्य हुन्छ। सही मायाबाट सही औषधिको प्रयोग र मायाबाट पहिलेको जस्तै माया स्वस्थ हुन्छ र धामी झाँक्रीले त यस्तो बिरामीको डरलाई झन् बढाउने काम पो गर्दछ नि। तपाईँहरूले चाहिँ मायालाई अलिक कम भएमा तपाईँहरू स्वास्थ्य चौकी लिएर आउनु होला र मायालाई अलि अहिले परामर्शको खाँचो परेको छ।